गाइज होइन सबैलाई वेलकम ब्याक माई एनदर न्यू ब्लग होइन। आज चाहिँ हामी यहाँ छौँ होइन, अब हाम्रै काममा छु। अनि आज चाहिँ हामी त जान आँटेको होइन, यता खाजा खान जान आँटेको। हेर्नु न, आज चाहिँ के भन्छ अब जाम भनेको कि कस्तो सिधै सिधै भएर फेरि गर्मी भएर होइन। अनि अब नजाम पनि भन्दै थियौँ, पानी परेर नजाम पनि भन्दै थियौँ, तर पानी रोक्यो होइन। अब जान आँटेको हामी, अनि त्यहाँ गएछ भने देखाउँछौँ तपाईँलाई। अनि हेर्नु यहाँ हाम्रो नजाराहरू धरानको, यहाँ हेर्नु फुलहरू छ, यस्तो छ। अनि यहाँ चाहिँ म छु गाइज। अनि आज चाहिँ हामी अब त्यो खान जान आँट्छौँ होइन, त्यही तपाईँले भनेको थियो नि अब त्यहीँ गएर देखाउँछौँ होइन। अनि यहाँ अर्को मेरो बहिनी पनि छ, उसको चाहिँ यहाँ हामी दुईजनाकै भ्लग हो क्या, अनि उसले पनि भ्लग बनाउँदैछ। अनि नजारा हेर्नु, यहाँ म छु। है गाइज, हामी चाहिँ जाँदैछौँ होइन। अघि नै भनिहाल्छु म बिस्तार जाँदैछु, म पर्दैन। यहाँ हेर्नु मेरो साथी मर्छु चाहिँ गाइज। यता हेर्दैन त। हेलो गाइजहरू, भिडियो उहाँको भ्लग हेरिदिनु होला भन्न चाहन्छु म सबैजनालाई होइन। उहाँको चाहिँ फर्स्ट एक्सपिरियन्स हो र सबैजनाले उहाँको भिडियोलाई मन पराइदिनु होला, उनीहरूले भिडियो हेरिदिनु होला भन्न चाहन्छु सबैजनालाई। अलिक बिस्तारै बोल्नु होला। म यस्तै हो क्या गाइजहरू, मेरो बोली यस्तै हो क्या, मसिन भन्दा नि फास्ट। मसिन गन हो क्या। कता अरे यताबाट यताबाट जाने हो क्या। अब बाटो नै थाहा छैन, यतैबाट यसो यहाँबाट जान्छ कता आउँदा थाहै छैन क्या। ऊ हेर्नु न, कस्तो घामै लागिहाल्छ। मलाई पनि थाहा थिएन होइन, थाहा थियो भने जहाँ पनि पाइन्छ क्या त्यो गाडीहरू। हेर्नु न, जहाँ पनि पाइन्छ कि, तर अब मैले टिकटकमा हेरेको थिएँ क्या। अनि हेर्नु न के भन्छ, यहाँ भान्चोक सर्यो भन्दै थियो, बसपास सर्यो भन्दै थियो, न्यु सर्यो भन्दै थियो, खोइ कता 17 कि धरानको 17 कतिमा थियो भन्दै थियो। तर यहाँ पनि त नि भइरहेको रहेछ त नि, यहाँ पनि राख्दो रहेछ त नि। हेर्नु त गाइजहरू, है गाइजहरू। हुन्छ यही भयो सजिलो हुने, तर अब त्यहाँ चाहिँ राम्रो बनाएको रहेछ क्या। अनि तर अब यहाँ पनि खोइ चलिरहेको रहेछ त। फेरि घाम लाग्यो गाइज। के हो यस्तो बिचमा? उता हो, यहाँबाट यता जान्छ। जाँदैछौँ होइन, एक्कासी कस्तो घाम लाग्यो। अन्त त्यहाँदेखि यहाँ कस्तो राम्रो उयो पनि पाइन्छ। अब साउन आउन आँट्यो कि, साउनमा यहीँ उयोहरू बेच्छ, चुराहरू होइन, मेहन्दीहरू पनि हुन्छ। यहाँ हेर्नु, यहाँ त्यस्तो बजार लाग्छ होइन। उपट्टि अन्त यहाँ लुगाहरू छ हेर्नु। भन्दैन त के भन्दैन त्यही त, यहाँ बोल्नको अवस्था गाइजहरू, बोल्नको अवस्था यो मान्छे सबै बोलिसकेको होइन। म चाहिँ यस्तो भनेर बोल्नु पर्दैन गाइजहरू। यो मान्छे त खै के भन्छ अलिक बोल्नु पऱ्यो क्या गाइजहरू होइन। अलिक आफ्नो भ्लग आफ्नो च्यानल अब बोल्नु पऱ्यो नि त। अनिको सब्सक्राइबर तपाईँहरू यहाँ हेर्नु कस्तो राम्रो उयोहरू पाइन्छ, ताजा ताजा पुरानो बजारहरू के सब्जीहरू। यो पुरानो त हुनु, पुरानो ए नयाँ हो, पुरानो चाहिँ उता भन्छ होला होइन। अब हामी जाँदैछौँ बाहिर गाइजहरू। अब होइन, अब हामी चाहिँ एकताबाट खाने ठाउँमा भेट्छौँ। बाई 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 होइन, किप वाचिङ गाइज। सरी, बाई गाइज भन्यो, अन्तिममा बाई भनेको होइन। कहाँ सुना होइन गाइज, हामी जब आइपुग्न आँट्यौँ, यहाँ देख्न सक्नुहुन्छ। खै खाने कता हो थाहा छैन। हिँडेको छौँ। हिँड्दैछौँ गाइजहरू होइन, कता हो थाहा भएन होइन। यता पनि भ्लग बनाउँदैछ, मेरो हातमा सामान होला। हेलो हेलो गाइजहरू, हेलो
र हामीजना आफ्नो संसारमा व्यस्त छौँ भन्ने गाईहरू यस्तै चल्दैछ होइन आफ्नो अनि यस्तो टक्कसँग हावा केही बोल्नु आउँदैन हावा पनि उडाइरहेको गाईहरू हामीलाई चाहिँ ढुङ्गा बोक्नु पर्दैन होइन तर यो मान्छेलाई चाहिँ ढुङ्गा बोक्नुपर्छ होला पेन्टमा तर मलाई चाहिँ पर्दैन गाईहरू कस्तो राम्रो राम्रो सबै पाइन पहिला नै जमाना गरेर ऊ यहीँ खाइदिउँ धरान फेमस मोमो फेस्ट फुड हेर्नु त यहीँ पाउँछ भने कुकीमा नुडल्स पाइरहेको छु कुक पनि खाऊँ न गाईहरू होइन हामी चाहिँ फाइनली आइसक्यो होइन फेमस मोमो एन्ड फास्ट अब हेर्दै गर्नु होला अन्त आइदिनु होला होइन हामी आयौँ गाईहरू होइन हामीसँग त्यस्तो भएका छ होइन हामी अब चुज गर्दैछौँ चुज भनेर गाईहरू देख्न सक्नुहुन्छ अब गसङ्गले होइन सेलेक्ट गर्ने कुन खाने भनेर टक्क अर्डर गरेर दाङदुङ खाएर घर पुऱ्याइ हान्ने गाईहरू कुन छान्नु के गर्नुभएको होला त्यस्तो कुन भएको अवस्था हेरिदिनु होला होइन म पनि बनाउँछु ल एकछिनमा हामी तपाईँलाई देखाउनेछौँ के हुन्छ है त गाई र गाईहरू फाइनली हामी यहाँ छौँ होइन तर खासै हामी किमा नुडलको लागि आफू गाईहरू किमा नुडल र जुसो अनि लाफिङ खानुपर्ने हुन्छ गाईहरू हामी सिक्नु बसेको छौँ होइन अब भन्छ खाने अनि घर भन्ने गाईहरू हामी गाईहरू होइन हामीले चाहिँ कोक पनि अर्डर गर्न सक्छौँ होइन कोक पनि आइसक्यो यता चिसो पानी पनि छ होइन गाईहरू छोडेर ग्लासमा सार्नु होला भन्न चाहन्छु म अब उहाँले सार्नु भएको हेर्नु होला गाईहरू सरकारी टाइपमा सार्ने हुन्छ बसेर गाईहरू घाँस गर्नु होला भन्न चाहन्छु कृपया बिस्तारै बिस्तारै हामी सार्ने यता धेरै जाँदाखेरि अरू जान सार्नु होला अलिक नपुग्ने अवस्था हुन्छ किन आफ्नो बेस्ता नआफ्नु होला भन्न चाहेको कोक पनि डान्स गर्छ गाईले कोक हल्लेको अवस्था नाच्नु लैटी राख्नु होला भनेर टेस्ट गर्नु होला टेस्ट मेरो त्यो उता हात परेको गाईहरू टेस्ट गाईहरू यस्तो गरममा किन हाँस्नु भएको होला कि म कमेडी लाग्यो तपाईँलाई यस्तो गरममा चिसो खानु मजा आउँछ गाईहरू हाम्रो फर्स्ट टाइम हो क्या गाईहरू होइन फर्स्ट टाइम आएको हामी अन्त यो ठाउँमा हामी फर्स्ट टाइम आयो नि त फर्स्ट टाइम हो गाईहरू सानोमा कि गाई चाहिँ उहाँले 8 वर्ष हुँदाखेरि लाफिङ खानु भएको अरे कि अनि जबदेखि त्यो लाफिङ खानुभयो नि तबदेखि हाँसेर मात्रै गर्नु होइन त्यही होइन रिजन अनि अरू केही भन्न चाहन्छु कि मेरो भ्लगमा तपाईँको भ्लगमा यसको पनि भ्लगमा होइन लभिङ कस्तो लभिङ भने लभ सपोर्ट गर्नु हजुर गाईहरू यहाँ मान्छेले बोल्नु सक्नु गाईहरू बोल्नु न भनेर भने ए ओ सरी म त खाऊ भनेर चाहिँ म यस्तो गर्न म चाहिँ के भन्छ यस्तो मात्रै गरिरहेको म त केही बुझिनँ भए त यो कोक पो खानु भनेर छ यस्तो छ होइन एकैछिनमा पानी पर्ने होइन एकैछिनमा गर्मी हुने एकैछिनमा ठिक्कको वेदर हुने घरमा यस्तो चलाइसु गाईहरू तपाईँहरूको ठाउँतिर कस्तो भइरहेछ होइन यो कमेन्टमा भनिदिनु होला भन्न चाहन्छु सबैजनालाई र गाईहरू किप वाचिङ तपाईँहरू हाम्रो अर्डर आएपछि तपाईँहरू अगस्त देखाउनेछौँ गाईहरू टेलिभिजनमा किप वाचिङ गाइड आज मैले सय लाग्यो होइन अन्त बेचारी 10 बोनस पनि दिएको थियो होइन अनि कल ब्याक पनि दिएको थियो मलाई 3 दिनको र त्यो डाटा ब्याक पनि दिएको छ 7 दिनको तर मैले कल गरेको होइन त्यहाँबाट हेर्नु आएछ माई गड
श्रीमन्तमा रिच है 300 माई गड यस्तो धनी भएछ गाइजहरू देख्न सक्नुहोस् सय ब्रान्ड मान्छे गाइजहरू सुन्नु उसको कुरा उसको कुराले सुनै 100 कराउँदा नि भन्नुहुन्छ अरे 100 धनी त गाइज हामी त 500 कराएको 100 लगाउँदा हामीलाई कस्तो हुन्छ गाइज उहाँको 100 को लगाइराख्नु कुन ब्रान्डको मलाई देखाइदिनुहुन्छ कृपया स्यामसङ रिच गाइजहरू रिच मेरो न्यू देख्न सक्नुहुन्छ चाँदीको औँठी गाइज मेरो गाइजहरू अनि तपाईँहरूलाई म के भन्न चाहेँ भने उहाँले यस्तो खतरा भ्लग तपाईँलाई म सजेस्ट दिन चाहेँ होइन कसरी बनाउनु भनेर जब तपाईँको मम्मी खुट्टा ढोकाको भित्र कदम चाल्दै गर्नुहुन्छ मम्मी 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 बिस्तारै तपाईँको खुट्टा देखेन भने देखाने मम्मी खुट्टा अनि मम्मी ठ्याक्क ढोकाभित्र छिरेपछि ल देख्न सक्नुहुन्छ गाइजहरू मेरो मम्मी ए मम्मी बिस्तारै हिँड्नु बिस्तारै र यसरी भन्नु हजुर हामी यस्तै हो होइन गाइजहरू हामी यस्तै हो क्या गाइजहरू म पुरा कमेडी गर्नु उहाँको च्यानललाई सबैजना सब्सक्राइब र सपोर्ट गरिदिनु होला भन्न चाहेँ म गाइजहरू उहाँलाई पनि म अवश्य भरे भ्लग हाल्दाखेरि मेन्सन गर्नेछु र उहाँको आइडीमा गएर सबैजना सब्सक्राइब गरिदिनु होला भन्न चाहेँ म गाइजहरू र गाइजहरू टिभी वाचिङ उहाँ अलिक बिजी हुन्छ दादा भएर अलिक बिजी हामी निक्लिन आँटे खाएर निक्ल्यौँ होइन कस्तो भयो त हामी किन एकछिन म रिभ्यू देऊ न किमा नुडल चाहिँ ठिकैको होइन मलाई लाफ्नु चाहिँ मन परेन अन्त घाम चढाएको छिटो भएछ होइन अब हामी बिस्तारै अब हामी जाँदैछौँ होइन अनि खायौँ उहीँ आइदिनु होला यहाँ उयो पनि हुँदो रहेछ होम डेलिभरी पनि हुँदो रहेछ है सर्भिस पनि रहेछ यहाँ अनि प्राइजहरू पनि ठिकैको होइन अरू बर्गरहरू सबै ठिकै पाइदो रहेछ मेनुमा हेऱ्यौँ अब त हामी खाएर घर जाँदैछौँ यता हेर्नु होला भन्न चाहे मेरो यस्तो नगरिदिनु क्यामेरामा के हो क्यामेरामा हिँड्दै जाने बिल्लाको पनि हानेको नि त होइन म त साला यो फ्रीमा पो दिएको होला भनेर त्यहाँ राख्दो रहेछ क्या टेबलमा होइन गिलास लिएर पानी चाहिँ हामीले माग्नु पर्दो रहेछ अब राख्दो रहेछ नि भएर त फ्रीमा होला भनेको होइन पो रहेछ पैसा पो तर 20 रुपिस